आमा के हो खाना मिल्दैन भर उठेको गुड मर्निङ गाइज ल है म चाहिँ फ्रेस भएर आएँ टक्क ब्रस गऱ्यो एनर्जी बुस्ट गरेर आएँ मैले होइन उठेर जे होस् बिहान पुस भयो अब चट्ट होइन त्यसपछि सुगा लाग्यो अब चाहिँ रुम सफा हानिन्छ एक लट चट्ट पहिला सुरु चाहिँ कहाँबाट गर्ने सुतेपछि त होइन मिलाउनै परेको अब चट्ट म्यासेज गरिदिने आमालाई अलिक बिहानी चाहिँ जस्तो बुढीमाले फोन पनि गर्नु बसिरहेछ ए आज छुट्टी हो मेला म त कोदो केला अस्ति मेलमा लगेर अनि बुवाले भुस राम्रोसँग गएको थियो अनि बिहान 8 बजीदेखि गएर म कोदो केलाएर अनि लुगाहरू धोएर भर्खरै हेरेको थिएँ तिमीले म्यासेज गर्दाखेरि बिरुवालाई यस्तो छ मेरो यो बिग्रिन लाग्यो जस्तो पहिले पनि भइरहेछ होइन एउटा भइहाल्यो मऱ्यो त्यही पात रहेछ एउटा ब्याम्बो यो भइहाल्यो यस्तो अनि यिनीहरूलाई नि दिनुपर्छ साँच्चै जस्तो खोल्यो बुढा माछा ठुलोहरू सबै खाइदिएको पारेर यस्तो गरेपछि अब हाम्रो काम भनेको यो अब हुन्छ मेरो कफी टाइम अब कफी चट्ट बनाउने हो कफी खाने हो अनि त्यसपछि हुन्छ बिहानको सुरुवात फाइनली कफी पनि बनाइरहेछ केटा मैले होइन कफी सबै बनाएँ चट्ट होइन कति आउँछ
बक्सामा देखायो भने त अनि बक्सा बेलामा ओइलले खाने भनेर ल खाओस् भनेर बाउले किन तिनीहरूमा दिनु नि आधा आधा गर्नु पर्ने त्यसै ऊ मात्र गर्ने होइन तोरी पनि धेरै सानो थिए यो पालको मकै छरेर होइन तोरी छरेर हो मैले फाटफुट गरेर त मकै छरेन त्यो सालमा भनेर त अनि भनेदेखि त के त्यस्तो होइन कहिले कहिले हेर्न जानु पर्यो नि आफ्नो जग्गा त अनि नभए तिनीहरूले जे पनि भनिहाल्छ नि मान्छेले गर्ने मान्छेले बनाउनु दिएको त्यही ड्युटी गइसक्यो अस्ति पनि त्यहीँ पुगेर अनि सल्लाह गरेर अब यो तोरी टिपेपछि तोरी पनि धेरै भएन कतिजना छ त्यसको परिवार त्यो चाहिँ कति जान्छ हौ परिवार कतिजना तिनीहरू त्यहीँ बस्छ कि कता बस्छ तिनीहरू त्यहीँ बस्छ कि कहाँ बस्छ त्यो बारी कमाउने मान्छेहरू त्यो हाम्रो दुई तले घर भत्कायो दुई तले घर भत्काएर अनि एक तले बनाएर बसेको रे